हेलो गुड मर्निङ। आज चाहिँ म एउटा सानो भिडियो क्लिप बनाउन गइरहेको छु। जसमा इन्डियन स्टेट ब्याङ्कबाट नेपालमा पैसा पठाउने तरिका। यो भर्खरै इन्डियाबाट चाहिँ नेपालमा पैसा सधैँ पठाइरहेको, अहिले भर्खरै चाहिँ यसमा चेन्जमेन्ट ल्याएको छ र यसमा कोही अपडेटहरू गरिरहेको छ र युनो एपमा पनि हेर्दै जानु भयो त पर्सनल लगइन सबमिट। यस्तो तरिकाले तपाईँले स्क्रिनमा हेर्दै हुनुहुन्छ। माथिबाट स्विच टु ओल्ड भ्यू लेखेको देख्न सक्नुहुन्छ र हामीले यसमा क्लिक गर्छौँ र स्विचमा हामीले क्लिक गर्छौँ र अहिले यस्तो हुँदैछ। अब हामीले यसमा जहाँ हामीले पहिला गर्छौँ सेम त्यसै तरिकाले लिएर पेमेन्ट ट्रान्सफरमा क्लिक गर्छौँ। गरेपछि हाम्रो सेम प्रोसिजर जहाँ जसरी हामीले पहिला गर्छौँ त्यसरी नै हामी गर्न सक्छौँ र यसमा हामीले इन्टरनेसनल फन्ड ट्रान्सफरमा क्लिक गर्ने। त्यो गरिसकेपछि बाँकी हामीले सेम प्रोसिजर फलो गऱ्यो भने हामीले पैसा पठाउन सकिहालिन्छ। यसमा धेरै कुरा केही पनि छैन। यो अपडेट भएको एउटा स्विच टु ओल्ड भ्यू त्यसलाई क्लिक गर्ने र बाहिर त्यहाँ भएन भने हामीले गर्न सक्छौँ। देख्नु भएन, हजुरले देख्नु भएन भने चाहिँ हामीले यो अहिले मैले पहिल्यै गरिसकेको थिएँ। डेस्कटप साइडमा राइट साइडको थ्री डटमा क्लिक गरेर स्क्रोल डाउन गर्ने र डेस्कटप साइडमा क्लिक गरेपछि हामीले सबै देख्न सकिन्छ। यो चाहिँ गरेको छैन भने हामीले देख्न मिल्दैन। यो छ, हजुरहरूले राम्रो हेर्नु होला है त। फेरि यस्तै भिडियोहरू कोही यसमा प्रब्लम भयो भने हजुरले कमेन्ट गर्नु होला र यो च्यानललाई पनि हेर्दै गर्नु होला। हस् त, थ्याङ्क्स फर वाचिङ।